खालि मोबाइल खेलाएको छ मोबाइल खेलाएको छ मोबाइल खेला जागिर पाउने भए दुनियाँको छोराले खेलाउँथ्यो होला। के हो मम्मी यो खाजाको नाम? जाउलो। हेलो साथीहरू, के छ खबर? होइन आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि आरामै छु, सन्चै छु, होइन ठिकै छु। अहिले चाहिँ बिहानको त्यही 6-7 बजेको भइसक्यो। बिहानको भ्यू देख्न सक्नु जस्तो बबाल छ नि त, बादलहरू फुर्र माथि उडेको सक्नुहुन्छ होइन। चिरबिर चिरबिर चराचुरुङ्गीहरूको आवाज एकदम होइन रमाइलो छ। सुनसान छैन गाउँघर, देख्न सक्नुहुन्छ। सो गाइज होइन, म यता भिडियो बनाउँदै गर्दा चाहिँ उता चाहिँ मम्मीले मलाई खाजा खान आइज भन्नुभएको थियो। म खाजा खान जानेछु। साथीहरू म चाहिँ अहिले होइन आफ्नो भान्साकोठामा आइपुगिसकेको छु। आज चाहिँ हाम्रो खाजा रहेको छ। के हो मम्मी यो खाजाको नाम? जाउलो। यो चाहिँ कोदोको पिठो भुटेर चामल हालेर भुटेर चाउलो बनाएको। न हाम्रो मम्मी चाहिँ आज एकदम रिसाउनु भएको छ होइन। मैले चाहिँ बिहानभरि उठेको थिएँ, मोबाइल चलाउँछु कि होइन। मम्मीको भने चाहिँ सुन्नलाई सक्नुहुन्छ। के भन्छु भने होइन भन्नु न फेरि के टोपा हेरेर बसेँ। मोबाइल मात्रै खेलाएर पैसा जागिर खाने पाउने भएदेखि म त मोबाइल मात्रै खेलाएर बस भन्ने थिएँ। मोबाइल खेलाएर बस्ने को चाहिँ थिएन र बाटो जसले नि जागिर खानु पाइहाल्थ्यो नि मोबाइल खेलाउनु भयो। सो गाइज होइन सुन्नुभयो होला होइन, त्यही भएर मोबाइल चाहिँ धेरै नचलाउनु तपाईँहरू पनि। खालि मोबाइल खेलाएको छ मोबाइल खेलाएको छ मोबाइल खेला जागिर पाउने भए दुनियाँको छोराले खेलाउँथ्यो होला। किन जागिर खाएर हुन्थ्यो? भयो के भयो। खाजा खाने सो गाइज मम्मीले चाहिँ खाजा खानुहुन्छ ल, खानु ल खाजा खानु। खाएको पनि हेर्ने खाएको पनि भयो भयो भयो। धेरै छिटो नखाने अड्केला, धेरै छिटो नखाने अड्केला। सो गाइज होइन अब म पनि खाजा खानेछु होइन। खाजा खाएर चाहिँ सो बारीतिर जानुपर्छ आज ल। सो साथीहरू होइन अहिले चाहिँ मैले खाजा खाइसकेर राम्रो भएछ, ठिक पारिसक्यो। म चाहिँ बारीमा जान आँटेको। अब बाँदर आएको रहेछ भने बाँदर लट्ने, बाँदर आएको रहेनछ भने घाँस काट्ने फर्किने। अब बारीमा गएर भेटौँला गाइज ल। बारीमा चाहिँ बुवा पनि जानुभएको छ नि, अनि अब बुवालाई चाहिँ घर पठाइदिन्छु खाजा खाएर। म बारीमा बस्छु। फाइनली साथीहरू म चाहिँ बारीमा आइसकेको छु। बुबा चाहिँ बारीतिरै हुनुपर्ने हो, कता हुन्छ बुबा? बाँदर आइज छैन? नआए त नि घर आए भइहाल्थ्यो नि। ए सो गाइज बाँदर चाहिँ उयो घरहरूभन्दा उता तल्लोपट्टि डाँडातिर छ अरे है। त्यता चाहिँ मकै खाइदिएर माथि 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 आउँदैछ अरे। के बसिरहने कि के अन्त? तपाईँ खाजा खान जानु न घर? त्यही च्यानलतिर अलिकति यो बुढो घाँस काट्ने त्यति। मलाई पनि त्यही काट्ने भने नाम नभएछ बोकेर त्यही काटेर। सो साथीहरू होइन बुबा चाहिँ अब घर जानुभयो। अब म चाहिँ घाँस काट्ने छु। यही बाख्राको लागि घाँस काट्ने छु म चाहिँ। यो डिलमा देख्नु भएको छ त्यो चाहिँ म बाख्राको लागि घाँस काट्ने छु। गाई चाहिँ अब घाँस काटिसकेर भेटौँला है ल साथीहरू होइन। मैले चाहिँ अहिले घाँस चाहिँ काटेर सकिसकेँ, हेर्न सक्नुहुन्छ। यो घाँस काटिकन एकै ठाउँमा बटुलेर चाहिँ राखिसकेँ। घाँस चाहिँ 1 2 3 4 2 अँगालो 2-3 अँगालो जति भयो। अब घाँस काटेर त सकाएँ होइन मैले। अब के भन्छ अरे बारीमै बाँदर कुर्नलाई बसौँ कि घर जाउँ भने दोधार भयो कि। वन हेर्नलाई सक्नुहुन्छ होइन, एकदम चकमन्न छ कि। कतै कोही कराएको पनि छैन, केही आवाज पनि आएको छैन होइन। अनि अब के होइन कि दोधार भयो। साथीहरू मैले चाहिँ भारी पनि हालिसकेको छु, हेर्न सक्नुहुन्छ। घाँसको भारी भइसक्यो। अब म घर जान्छु, किन भन्दाखेरि अहिले चाहिँ 9:40 जति भयो, 9:40 जति भयो। अब चाहिँ म घर जान्छु, किन भन्दाखेरि तलतिर चाहिँ बाँदरहरू एकदम चकमन्न छ क्या। केही हौवाला केही छैन।
अब चाहिँ म घर जानेछु। अब घरमा गएर भेटौँला गाइज। भारी यही हो साथीहरू। म चाहिँ अहिले घाँस लिएर गोठमा आइपुगिसकेको छु। हेर्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो गोठ हो। भैँसी गोरु बाख्रा चाहिँ 2, 4, 6वटा बाख्रा छ है, हेर्न सक्नुहुन्छ। अब मैले ल्याएको घाँस चाहिँ बाख्राहरूलाई यहाँ झुन्डाइदिन्छु होइन। अब बाख्रालाई चाहिँ घाँस झुन्डाइदिन्छु गाइज म। अहिले चाहिँ मैले एउटा 2 ठाउँमा बाख्राहरूलाई घाँस झुन्डाइदिएँ। सक्नुहुन्छ सबैलाई घाँस चाहिँ हालिदिइसकेँ है। सो गाई चाहिँ यस्तै हो। अब आजको दिन चाहिँ यसरी नै बित्छ होला। अब के गर्नुपर्छ भन्ने थाहा छैन है। सो गाइज भिडियो राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गरी लाइक कमेन्ट सेयर पनि गरिदिनु होला होइन। यस्तै भिडियो हेर्नको लागि मलाई सब्सक्राइब गर्नु होला। अब सुरुवातमा त खासै राम्रो भिडियो बनाउनु आउँदैन, बस के हुन्छ भन्दाखेरि अब गर्दैछौँ होइन, के हुन्छ। अब आगामी दिनहरूमा चाहिँ म मेरो गाउँ पुरै देखाउने गर्दछु, देखाउँछु होइन। हरेक घरमा गएर होइन नयाँ कन्टेन्टहरू निकाल्ने छु गाइज ल।